दर्शकबिन शीघ्र समयदेखि बासकुल रोगसँग लड्दै आएका विकास मोक्तान भन्छन्, कुलबोय मेरो भगवान हो। रोगले शारीरिक रूपमा मात्र होइन मानसिक रूपमा पनि थला पारेको अवस्थामा कुलबोयले गरेको साथ सहयोग उनले आजसम्म बिर्सन सकेका छैनन्। उनको उपचारका लागि कुलबोयले व्यक्तिगत रूपमा 2 लाख सहयोग गरे। साथै टिकटक लाइभमा खोलिएको म्याच मार्फत करिब 5-6 लाख जति सहयोग जुटाउन मद्दत गरिदिए। अतीत सम्झिँदै उनी भावुक बन्छन्। पहिले म गाडी चलाउँथे, मेरी श्रीमतीले होटलमा काम गर्थे, घर परिवार राम्रै चलिरहेको थियो। तर बिरामी भएपछि सबै उल्टो भयो। शरीर दर्दले थला पार्छ, रातभरि सुत्न सकिन्न, मेरो हात दुख्छ, यदि मेरो हात नै चल्ने सुधार भए म परिवार यसैले पाल्थे। उनका अनुसार अबको मुख्य चिन्ता भनेको उपचारका लागि खर्च हो। उपचार पुरा नहुँदा परिवार कता कता बिचल्लीमा पर्ला कि भन्ने डर छ। तर पनि जीवनसँग लड्ने हिम्मत कहिल्यै हराएको छैन।